हाई एभ्रिवान। आज चाहिँ तपाईँ समक्ष नयाँ भिडियो लिएर आएको छौँ है। यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला। आज चाहिँ मेरो भनाइ के छ भनेपछि हैन, यो छन् नि युट्युबमा भुक्ने धेरै के, युट्युबमा खाली भ्युज यसरी बढाउने अनि लाइक यसरी बढाउने के भन्छन् है युट्युबरहरू, त्यो सब फेक हो के। वास्तवमा भन्नुपर्दा भ्युज अनि बढाउनको लागि यो गर्नुपर्छ त्यो गर्नुपर्छ अनि यो गर्नुपर्छ, खाली भुके आउँछन् हैन। अनि सही ट्याग हाल्नुपर्छ अनि डिस्क्रिप्सन सही हुनुपर्छ, के हो के बुझ्नै सकिन्न के। तर त्यो भनेको भ्युज र कन्टेन्टको लागि मात्रै रहेछ के, सीमित। वास्तवमा भन्नुपर्दा सानो सानो युजरहरूले बुझ्नुपर्ने कुरा हो के। तर कुनै ठाउँमा त त्यो लागु होला, तर वास्तवमा चाहिँ त्यो रियल होइन जस्तो लाग्छ के मलाई। बुझ्नु भयो नि, त्यो खाली भ्युअरलाई यो आँखामा छारो हाल्ने काम हो के। मैले धेरै युट्युबरहरूको, ठुल्ठुला युट्युबरहरूको यो कसरी भ्युज बढाउने हैन, कसरी यो भिडियो भाइरल गर्ने, खाली त्यही टपिक्समा भिडियो धेरै हेरिसकेको छु के। ठुल्ठुला हेरिसकेको छु है मैले, ठुल्ठुला युट्युबरहरूको हेरिसकेको छु मैले। तर यो सब फेक भिडियो बनाउने, कन्टेन्टको लागि, भ्युज, आफ्नो भ्युजको लागि सब फेक हो के। वास्तवमा भनेको भ्युज बढाउने भनेको चाहिँ भिडियोको दमदार कन्टेन्टले रहेछ के, मैले बुझ्दैछु। म पनि नयाँ हो, नयाँ कन्टेन्ट, नयाँ युजरहरू हो। तपाईँहरू पनि नयाँ युजर जो हुनुहुन्छ नि, बुझ्नु होला। म पनि स्टार्ट गरिरहेको छु। तर यो नयाँ पुराना जो युट्युबर हुनुहुन्छ नि, उहाँको कुरा सुनेर नयाँ युजरहरूले त्यही अनुसार गर्न लाग्नुभयो भने, तर लाग्नु पनि पर्छ है सही ठाउँमा। तर सबै सही हुन्छन् भन्ने छैन है, त्यहाँ धेरै फेक हुन्छन् कि, धेरै फेक हुँदो रहेछन्। मैले पहिले आफ्नो अनुभवमा, लगभग 6-7 महिनाको अनुभवमा मैले बुझेछु। म त्यस्तो विज्ञ चाहिँ छैन, तर मैले चाहिँ हल्का जानेको कुरा हो। यो भ्युज बढाउने, भिडियो भाइरल गर्ने, खाली भनेर भिडियोमा पैसा कसरी कमाउने युट्युबबाट, यताउता अनेक थरी के हुन् होइन, अनेक हालेर आउँछन्। तर त्यो वास्तवमा अब बुझ्न गाह्रो छ। त्यही हो, त्यही भन्न चाहन्छु। जो युजर हुनुहुन्छ, सही युट्युबरको चाहिँ फलो गर्नु होला कि। फेक धेरै छन् कि यहाँ, फेक के जे मन लाग्यो त्यही बोलिदिन्छन् नि, जे मुखमा आउँछ नि त्यही बोल्छन्। वास्तविक कोही छैनन्। जो वास्तविक युट्युबर हो त्यसको चाहिँ फलो गर्नु होला, त्यसको चाहिँ कुराहरू सहमत गरेर त्यही अनुसार लागु गर्नु होला भन्न चाहन्छु। बेस्ट हुन्छ। ल भाइ, अर्को भिडियोमा भेटौँला है। त्यही हो, मेरो यही 2-4 शब्द थियो भन्नुपर्ने। ल नेक्स्ट भिडियोमा भेट्छु।